आजकल यो काठमाडौँको पार्कहरुमा पनि भैँसीहरु आउन थाले जस्तो लागिरहेछ के भन्न खोजेको ठ्याक्कै भन्देऊ न कहाँ गयो तिम्रो बोयफ्रेन्ड गयो सुगर मम्मीसँग तरिका गाइज यार आज झन् यसो कोहीसँग यसो बोलौँ रमाइलो गफ गरौँ त्यसपछि उनीहरूसँग मिलेर एउटा कन्टेन्ट यसो दुई चारवटा कन्टेन्ट बनाउला भनेर भनेको कोही पनि भेटेन आज यो पार्कमा खासै कोही पनि आउँदैन रहेछ जस्तो लाग्यो मलाई खासै त्यस्तो कोही भेटेको त थिएन तर आजकल यो काठमाडौँको पार्कहरुमा पनि भैँसीहरु आउन थाले जस्तो लागिरहेछ भैँसीहरु पो देख्न थालेछ आजकल त तर मान्छेहरु पनि खासै त्यस्तो राम्रो देखेन भैँसी त्यही पनि कालो भैँसीहरु के गाइस है एकदम पार्कतिर हेट कसलाई भन्नुभयो मलाई भन्नुभयो होइन म त यहाँ भिडियो बनाइरहेको छु बहिनी होइन म भैँसीको बारेमा यहाँनिर केही व्याख्या गर्दैछु क्या त्यही भएर कालो भैँसीहरु एकदमै डेन्जरस हुन्छ है गाइस रिसा पनि एकदमै हुन्छ होस पुराउनु पर्छ बाटोमा मलाई भन्नु खोज्नुभयो होइन हो बहिनी होइन के होइन म भैँसीको बारेमा व्याख्या गर्दैछु क्या पार्कमा आएर यहाँ तपाईँले भैँसी कहाँ देख्नुभयो अघि यहीँबाट भैँसी गइरहेको थियो क्या पार्कमा चाहिँ कसले भैँसी एन्ट्री गर्नु दिन्छ हो फेरि अब भैँसी आयो बहिनी भैँसी देखेँ त्यही भएर भैँसीको बारेमा भन्दैछु क्या मेरो भिडियोमा नि खिचेको छु मैले हो हामी पनि सधैँ आउँछ खै हामीले अहिलेसम्म देखाएको छैन भैँसी एन्ट्री गरेको कुनै पार्कमा यहाँनिर भैँसी आयो भने मैले देखेँ तिमीले देखेन होला अघि भर्खर आएको तिमी त्यही भएर तिमीले देखेनौ मैले देखेँ कालो भैँसी डरलाग्दो थियो एकदम रिसा स्वाइँ हानुला जस्तो एकदम डेन्जरस है गाइस एकदम रिसा थियो भैँसी मान्छेलाई त बिना टिकटको एन्ट्री हुँदैन भैँसीलाई चाहिँ कसले एन्ट्री दियो फेरि ओहो भैँसीलाई त पैसै चाहिँदैन नि उनीहरू त जनावर हो उनीहरू त आफै आउन सक्छ आफै बस्न सक्छ केही सोध्नै पर्दैन आफै खान सक्छ आफै हिँड्न सक्छ भैँसी जनावर हो नि त जनावर भयो नि एन्ट्री दिँदैन नि हो तपाईँले मलाई नै भन्नुभएको हो होइन क्या बहिनी म यहाँ खासमा रमाइलो गफ रमाइलो गेमहरू खेलाउँदै थिएँ क्वेसन एन्सरहरू गराउँदै थिएँ तर कोही पनि भेटेन अनि म चाहिँ भैँसीको बारेमा व्याख्या गर्दै थिएँ है बहिनी के तिमी केही खेल्न चाहन्छौ गेम मसँग रमाइलो तिमीलाई म क्यास क्युआर पनि गरिदिन्छु 5000 रुपिस लास्टमा यदि तिमीले जित्यौ भने त्यो चाहिँ लास्टमा हुन्छ है फेरि तर फर्स्टमा चाहिँ म तिमीलाई केही क्वेसनहरू गर्छु त्यसपछि तिमीले एकदम राम्रो उत्तरहरू दियो भने लास्टमा तिमीलाई क्यास विन गर्ने चाहिँ म तिमीलाई गेम खेलाउँछु खेल्छौ ल ओके लास्टमा फाइनल्ली मैले एउटा बहिनी भेटेको छु गाइस पार्कमा है भैँसीहरू गयो अब फेरि हाम्रो एउटा राम्री बहिनी आउनु भएको छ उहाँ बहिनीसँग केही रमाइलो गफ गरौँ है बहिनीलाई ठ्याक्क पनि भेटिहालेँ ल ठिक छ बहिनी तिमी पार्कमा आज एक्लै एक्लै हो अनि तिम्रो बोयफ्रेन्ड छैन बोयफ्रेन्ड थियो छैन अहिले लौ भनेपछि कहाँ गयो त थियो भन्नको मतलब पहिला चाहिँ थियो अहिले चाहिँ छैन अब त्यस्तै त हो नि अहिलेको जमाना पैसा भएपछि सबै कुरा पाइन्छ जसरी गयो मैले अलिकति बुझ्न सकेन नि के भन्न खोजेको ठ्याक्कै भन्देऊ न कहाँ गयो तिम्रो बोयफ्रेन्ड गयो सुगर मम्मीसँग ओ माई गॉड गाइस सुगर मम्मीसँग अहिलेको जमानामा यति राम्रो बहिनीले छोडेर ओ माई गॉड मलाई अचम्म लाग्यो यो कुरा सुनेर चाहिँ है अहिले सबै कुरा पैसा हुँदो रहेछ पैसाले गर्दाखेरि माया पनि बिग्न थालेको छ है गाइस ल त्यसो भए तिमीलाई यदि अब नयाँ बोयफ्रेन्ड चाहिन्छ होला नि त बनाउँछु म पनि सिंगल त कहाँ सधैँ बस्न सक्छु र मलाई पनि साथी चाहिएला भेरी गुड यदि नयाँ बोयफ्रेन्ड बनाउँदाखेरि तिमी नयाँ बोयफ्रेन्ड कस्तो होस् भनी चाहन्छौ अब नयाँ बोयफ्रेन्ड अब कस्तो होस् भन्नु अब त्यही अब राम्रो कमाउने जसमा माया गर्ने त्यही रहेछ माया भनेको नै पैसा अब रूप पनि काम छैन रहेछ अहिले पैसाको अगाडि अनि राम्रो कमाउने भन्नाले कति जति कमाइ भए पुग्छ बहिनी त्यस्तै पर्टली मन्थको 1 लाख ओ माई गॉड 1 लाख रुपैयाँ त्यत्रो पैसा चाहिँ किन चाहिन्छ नि अब गर्लफ्रेन्ड बोयफ्रेन्ड हो घुम्नु पर्यो खानु पर्यो इन्जोय गर्नु पर्यो जति दुःख भयो नि त्यो अगाडि त हाँसेर देखाउनु पर्यो नि मान्छेको अगाडि ओ
कडा लाग्यो है मलाई एन्सर चाहिँ। तिम्रो बाबाको तलब कति छ भन्नु मिल्छ? मेरो बाबाको होला 40-50 हजार। बाबाको चाहिँ 40-50 हजारले पुग्ने अनि बोयफ्रेन्डको चाहिँ त्यत्रो पैसा चाहिने किन त? अब अहिलेको अब हेर्नु न अब सिचुएसनै त्यस्तै छ, जहाँ गए नि महँगो, केही साध्य छैन, बोयफ्रेन्ड गर्लफ्रेन्ड हो। यो कुरा चाहिँ सही हो। भनेपछि आफ्नो बाबाको कमाइ चाहिँ त्यति भए पनि पुग्ने, बोयफ्रेन्ड कमाइ चाहिँ त्यहाँ चाहिने रहेछ है गाइस। अहिलेको जमाना त्यहाँ पुगेछ, बुझ्नुभयो नि? पैसाको महत्त्व त्यसरी बुझिँदो रहेछ है। ल मानु इनकेस तिमीले त्यस्तो बोयफ्रेन्ड फेला पार्यो र बे गर्ने भन्यो भने तिमी बे गर्छौ? हाय गाइस, यही मौका हो, चान्समा डान्स मारिहाल्नु पर्छ। बे चाहिँ गर्छु, जस्ट फ्यामिलीसँग चाहिँ बस्दिनँ, बोयफ्रेन्डसँग मात्रै बस्छु। मस्ती मस्ती। ए भन्नाले फ्यामिलीसँग चाहिँ नबस्ने, फ्यामिलीलाई छोडेर बोयफ्रेन्डसँग मात्र बस्ने? फ्यामिली भनेको अब त्यही त नि, पहिला अब जति भोग्नु थियो भोगिहालेँ, अब रमाउनु पर्यो नि त। ओ माई गड, भनेपछि अहिलेको जमाना यस्तो भयो कि आफ्नो बुवा आमासँग चाहिँ नजिकेर बस्न नसक्ने होइन, तर बोयफ्रेन्डसँग चाहिँ रमाइलो रिल्याक्स गरेर चाहिँ इन्जोयसित चाहिँ बस्न सक्ने, त्यही कुरो होइन त? हो। ओ माई गड, भनेपछि अब तपाईँलाई त्यस्तो खालको बोयफ्रेन्ड चाहियो? त्यस्तै हो, अब माया भनेकै त्यही रहेछ। अब अनि बुवा आमालाई चाहिँ के गरिदिने त? बुवा आमा भनेको अब सधैँ भइहाल्नुहुन्छ नि। ए बुवा आमाहरूलाई टाढै बसेर माया गर्ने? ओ माई गड, खुसी लाग्यो मलाई यो कुरा सुनेर, दुःख पनि लाग्यो केही कुराहरू सुनेर है। तर यत्रो भन्नुको तात्पर्य चाहिँ के थियो होला? बोयफ्रेन्ड त्यत्रै स्यालेरी भएको चाहिने होइन, त्यसरी नै रमझम खोज्ने, यसको तात्पर्य चाहिँ के थियो होला? किन चाहिँ यस्तो खोज्नु भयो तपाईँले? अब मनदेखि माया दिएर अब कसैलाई नहुने रहेछ, सबै कुरा पैसा नै रहेछ कि जरुरी। अब पैसा भएन भने बाउ आमा पनि आफ्नो हुँदैन भन्छ नि, त्यही हो। ओ माई गड गाइस, सुन्नुभयो कुरा? भनेपछि पैसा नै सबैभन्दा ठुलो कुरा आयो है अहिलेको समयमा, अहिलेको सिचुएसनमा राइट। एकदम इन्ट्रेस्ट लाग्यो, आजको दिन मेरो खल्लो गइसकेको थियो। बहिनी कुराहरू सुनेर म अलिकति उज्रो भएँ। बहिनी एकदम ट्यालेन्टेड, एकदम भनौँ न डेन्जरस लाग्यो मलाई। त्यही भएर बहिनीको लागि म एउटा 5000 विनिङ गेम खेलाउँछु। ओके ल, 5000 विनिङ गेममा म तिमीलाई के गर्छु भन्दाखेरि म तिमीलाई 10 सेकेन्ड दिन्छु। ओके, 10 सेकेन्डभित्र तिमीले तिम्रो मोबाइलको क्युआर खोलेर, मोबाइल ब्याङ्किङ खोलेर, मोबाइल ब्याङ्किङ अन गरेर 10 सेकेन्डभित्रै है बहिनी, फेरि मोबाइल ब्याङ्किङ अन गरेर 500-700 सब हालेर मोबाइल ब्याङ्किङ अन गरेर त्यसपछि मलाई मेरो क्युआरमा तिमीले क्यास ट्रान्सफर गरेर भ्याउनु सक्नुपर्छ 10,000 रुपिस। अनि 10 सेकेन्डमा 10,000 रुपिस तिमीले पठाउनु भ्यायो भने अनि त्यसपछि म तिमीलाई विन गराउँछु। ओके ओके, रेडी हो? म 10 सेकेन्ड गर्छु नि फेरि। एकछिन मैले गनेकै छैन। ल है त, रेडी हो? ल रेडी, 1 2 3 गो। 1 2 3 4 5 6 7 8 9 ओके 10। ओ माई गड, बहिनीले ट्यालेन्ट रहेछ, ट्यालेन्ट पनि रहेछ, जवाब पनि एकदम खतरा दियो। मलाई खुसी लाग्यो। नेक्स्ट टाइम फेरि अर्को नयाँ भनौँ न नयाँ मान्छेसँग फेरि नयाँ कुराकानी र रमाइलो कुराकानी गर्नुभयो। अहिलेको लागि चाहिँ मैले बहिनीलाई फेरि विनिङ प्राइज 10,000 मैले चाहिँ पाएँ र बहिनीलाई मैले विनिङ प्राइज 5,000 रुपियाँ चाहिँ म तिमीलाई क्युआर गरिदिन्छु। बहिनी ल्याऊ त। ओ माई गड, ल 5,000 रुपियाँ आएर त। ल थ्याङ्क यू भेरी मच बहिनी, कुनै बेला फेरि पनि भेटौँला होइन, कन्टेन्ट पनि बनाउला तिमीसँग है त। ओके, थ्याङ्क यू।